हेलो शुभ बिहानीको गुड मर्निङ यात्रा जारी नै छ। यो काली खोला बढेको छ। काली खोला फेरि हिउँदो बर्खा यस्तै हो, सदाबार यस्तै हो। फेरि यो नामै काली खोला भनेको यही हो, सदाबार यही हो। हेर्नुहोस् माथि मुस्ताङ मुक्तिनाथतिर हिउँ परेपछि यो त यस्तो यो कालो आउँछ कि त्यसलाई नामै काली खोला हो। खोला बढेछ होइन। काली खोला चाहिँ यो बर्खामा जस्तै भएको छ, हिउँदो बर्खा सदाबार यस्तै हो। यो नामै काली खोला राखेको छ, त्यही भएर यो खोलाको नामै काली खोला हो, मेग्दी काली खोला। अनि मुस्ताङबाट आएको माथि लेकमा हिउँ परेछ यो चाहिँ, त्यही भएर नामै काली खोला राखेको। अनि खोला बढेको छ काली खोला सरर। त्यस दोभान उतातिर बढेको छ काली खोला बढेर दोभानमा। मेग्दी खोला त सानो छ, काली खोला यो किन कसो, यो काली खोलाको नामै काली खोला राखेको कारण त्यही हो। पुलमा कोही छैन, हेर्नुहोस् बिहान भएर होला। तर यो नामै काली खोला है। यो सदाबार यस्तै खोला, फेरि कहिले धमेलो आउँदैछ, साह्रै कालो खोला आउँछ। लाइभ सेयर गर्नु, सब्सक्राइब गर्नुहोस्। हजुरले मन गरिदिनु भएको छ, अझ पनि लाइभ सायद सब्सक्राइब गरिदिनु चाहिँ आशा छु। र हजुर सब्सक्राइब फलो गरिदिनुहोस्।